हेलो दर्शकबिन नमस्ते, म विकास रसाइली आज तपाईहरुको माझमा फेरि उपस्थित भइसकेको छु। अहिले चाहिँ आज फागुन 21 हामी चाहिँ भोट हाल्न हिँडिराखेका छौँ हैन। साथमा मेरो श्रीमतीजी हुनुहुन्छ र हामी दुवैजना आज भोट हाल्ने कार्यक्रममा हिँडिराखेका छौँ। हेर्नुहोस् त्यहाँको दृश्य के कस्तो हुन्छ, हामी तपाईहरुलाई पूर्ण जानकारी दिनेछौँ र सबै कुराहरू देखाउने नै छौँ। हामी बढ्न गइराखेका छौँ अगाडिको बाटो। अब हेरौँ कहाँ हुन्छ भोट हाल्ने है। पुरै डिटेलमा हेर्नु होला। भिडियो मन पर्यो भने लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गर्न नबिर्सनु होला हाम्रो च्यानललाई। हुन्छ, हामी बढ्दैछौँ अगाडितिर है त। जब हामी भोट हाल्ने क्रममा तुलसीपुरको बजारसम्म हामी पुग्यौँ र बजार चाहिँ आज निकै नै बन्द देखियो र केही गाडीहरू साधनहरू पनि नचलिएको देखियो। अनि हामी त्यस गरी हिँड्दै हामी भोट हाल्ने ठाउँसम्म जाँदैछौँ। तपाईहरु देख्न सक्नुहुन्छ आजको यो दृश्य चाहिँ है पुरा बन्द भएको कारणले यहाँनिर तपाईहरुले अघि पछि चाहिँ हजारौं गाडीहरूको भिड देख्नुहुन्छ भने आज चाहिँ एउटा गाडी पनि यो तुलसीपुरमा देखा परेको छैन। साथीहरु देख्न सक्नुहुन्छ यो दृश्य। हामी चाहिँ हिँड्दैछौँ, अगाडितर्फ बढ्दैछौँ र अगाडितर्फ हेर्नुहोस् अब के कस्तो छ यहाँको यो दृश्य है त। र अब हामी अगाडि बढ्ने छौँ र यतातिर है पुरा देखाउने छु। यो हेर्नुहोस् पिपलको बुट्टातिर, यो पिपलको बुट्टानिर अब आज यहाँनिर चाहिँ कुनै गाडीहरू नचलेको र कुनै दोकान। फाइनली हामी चाहिँ भोट हाल्ने ठाउँसम्म पुगिसकेका छौँ र अब हेरौँ यहाँको दृश्य के कस्तो हुन्छ तपाईहरुलाई देखाउने प्रयास गर्नेछौँ। र अब हामी जाँदैछौँ भोट हाल्ने साइडतिर र यहाँनिर चाहिँ हामी जाँदै गर्दाखेरि हामीलाई चाहिँ म्यादी प्रहरीले चाहिँ मोबाइलभित्र लिन दिनु भएन र हामी मोबाइलहरू बाहिरै छोडेर अब हामी लाग्दैछौँ भोट हाल्नेतिर। र हामी भोट हालिसकेपछि तपाईहरुलाई पुरै डिटेलमा बताउनेछौँ। धन्यवाद।